गाइस आज किमा नुडल्स खाने भनेर बसेको अब यसो पक्कै छैन रहेछ अब सुपा गएर किनेर आउनु पर्यो गाह्रो छ सुपा आइपुगे अब यसो केही किन्नु पर्यो पक्कै के भन्छ पक्कै होइन ल लगसम्म त केटा के लानु पर्यो अब सुपा यसो एउटा हेरेर महँगो छ पक्कै लाने हो कि पुरै दुईवटा ल गयो किमा सिमा हाम्रो टक्कला रेडी भइसक्यो होइन अब यसको लागि स्पागेटी बोइल गर्दै गर्नु पऱ्यो है त अलिकति बोइल च्यात्त गरेर अब जस मोमो जस्तो टाइपको अलि चिली फ्लेक्स बनाउनु लाग्यो मैले चाहिँ है वन स्टाइल जस चलाएर होइन खानुलाई है त फाइनल्ली चप गरेर पनि सकियो अब स्पागेटी पानी पनि तातिदिएर अब यसलाई बोइल गर्न हाल्नु पऱ्यो चलाएर नुडल्स बोइल हुनलाई लगभग अब चिली फ्लेक्सको लागि रेडी भइसक्यो अब यसलाई म ब्लेन्ड गर्छु अब टक्क मिक्सरमा हालेर है त साथीहरू ब्लेन्ड भयो अब त्यहाँ चलाएर अब यसलाई म पेस्ट बनाउँछु चप गर्दा रातो रातो बनाउनुपर्छ ब्राउन ब्राउन पच गरिदिनु गोल्डन ब्राउन भयो अब टप चलाएर मैले चलाएर हाल्दै है त यसलाई पकाउँ पकाउँ हालेर सुगर हालिदिउँ किमा नुडल्सको लागि है ग्यास चलाएर हेर्न सक्नुहुन्छ ल अब चाहिँ तेल तातेर गाइस अब किमा भुट्दैछु मैले चलाएर होइन स्पेसल हो अब टक्काएर भुट्नुपर्छ रातो रातो हुने गरी किमा भुट्दैछु है के मसला सस्ता हुनु पऱ्यो अलिकति होइन ग्यास चलाएर टिक्क टिक्कको भयो चलाएर होइन सानो भएर अटिएन यसलाई अब हल्का पखाल्नु पऱ्यो है बोइल गरिदिनु पऱ्यो यो पनि हल्का अब हाम्रो त्यो स्किमा पनि रेडी हुँदैछन् लगभग सकिन लागिसक्यो भुटिँदै भइसक्यो पकाइसक्यो साथी